electronic devices are switched off, and we all. योसम्म र सिटबेल्ट बाँध्ने सङ्केत ननिमेसम्म कक्ष खोल्दा ध्यान पुर्याउनु हुनको साथै जहाजबाट उड्नु अघि आफ्नो अनुरोध गर्दछु। यहाँहरूको यो उडान आरामदायी रह्यो होला भन्ने आशा गर्दै फेरि पनि श्री एयरलाइन्सलाई सेवा यहाँको गाडी भनेको त अलिकति एकदम आनन्दले बस्ने आरामले जानु पाउनु त्यही महँगो भयो कि सस्तो भयो कि अब हेर्ने मान्छेले थाहा हुन हामीलाई चाहिँ ठग्यो जस्तो छ है होइन एकदम मिलाइदिएको नि सक्छ थाहा छैन त्यो पठाउमै 550 भिजिसक्यो हजुर भिजिसक्यो यो भित्र हाल्नु ल भित्रतिर सुयो एक्ज्याक्ट लोकेसनै बनाएर नि त हामीले त भन्नु त एक्ज्याक्ट लोकेसन त बनाएर प्राइभेट ट्याक्सी चाहिँ होइन रहेछ अर्को पनि साथमा अर्को पैसा अनि हामी यता अङ्कल हरिचोकतिर कतातिर मिठो खानेकुरा पाउँछ होला तपाईँ जानुभएको अहिले त लेक साइड हो तर एकछिन हरिचोक जाने काम छ अनि त्यही भएर खाने ठाउँ हजुर बजारै हो अनि हामी त्यहाँबाट घान्द्रुकको गाडी पनि पाउँछौँ पाइन्छ गाडीमा मात्रै 3-4 घन्टा गाडीमा मात्रै ए धेरै लाग्दो रहेछ है हिँडिहाल्नु पर्छ ब्याग छोड्ने अनि अरू काम छ त्यहाँ चाहिँ अनि हामी अन्त चल्न पाउँदैन ए महँगो भएर एयरपोर्टको हाम्रो 360 रुपियाँ ट्याक्सी नै हुन्छ नि दिनको 360 आज कति 14 गते होइन 360 रुपियाँ काटेर भित्र चिरेको कहिले एकै टिम मात्र हुन्छ तपाईँको लगभग 150 ट्याक्सी छ 150 वटा छ है अनि कहिले एकै टिम मात्र त्यो हुन्छ चाहिँ कस्तो रेजिस्टर गर्ने ट्याक्सी चाहिँ म एयरपोर्टमा चलाउँछु भनेर हैन पहिले हाम्रो पुरानैबाट ट्याक्सी हो पहिला एयरपोर्टको हामी एयरपोर्टमा चल्छ ए पहिलादेखि चलन भनेको कसले राख्छ नियमहरू चाहिँ अनि नियमहरू तपाईको चलिआएको नै हो कि चलिआएको नियम पनि हुन्छ अनि हाम्रो चाहिँ व्यवस्थापन समिति भन्छ नि जुन एयरपोर्टको अथोराइज उनीहरूले नियम राखिन्छ उनीहरूले रेट राखिदिन्छन् अनि अहिलेको समयमा के भयो भन्दाखेरि हाम्रो पुरानो पनि रेट नै थियो कि पुरानो एयरपोर्टबाट लेक साइड आएको 400 रुपियाँ थियो उही बेलामा 20 रुपियाँ ट्याक्स थियो अनि अहिले 360 रुपियाँ ट्याक्स छ 1000 रुपियाँ रेट भन्दा पनि महँगो भयो भन्छन् तर एउटा ट्याक्सीको 360 त होइन नि त होइन एउटा ट्याक्सीको 360 नम्बर लेखेकै हुन्छ नि 42 72 360 रुपियाँ हेर्नुहोस् न अनि यो टिकट फेरि काट्नु पर्ने एयरपोर्ट छिर्दाखेरि यो एक दिन भरि एउटा गाडीको होइन नि त एक दिनको लागि हो अब अहिले भर्खरै म आयो यो मेरो बोनी हो कि तपाईँलाई 600 मा ल्याउनु भनेको तपाईँहरू अहिले त अब इन्ड्राइभ पठाउहरू गर्नुहुन्छ अनि त्यो रेट हेर्नुहुन्छ अनि त्यही भएर हामीले चाहिँ इन्ड्राइभहरू त सकेसम्म भित्र नछिरोस् इन्डियाभरलाई चाहिँ परेन कि त्यति पैसा उनीहरू एकछिन आउँदाखेरि परेन अहिले अनि भन्छ नि आजकल के अरे एयरपोर्टमा ट्याक्सी इन्डिया छिर्नु मिल्दैन अहिले पनि मिल्नु चाहिँ मिल्दैन इन्डियामा ट्याक्सी कि अहिले चाहिँ मिल्छ ल भाइ यहाँबाट हजुर हरिचोक जाने हो हरिचोक जाने हुन्छ धन्यवाद अहिले चाहिँ छिर्नु दिन्छ इन्ड्राइभमा इन्ड्राइभहरू कि अहिले पनि छिर्दैन छिर्दैन ए छिर्दैन तिनीहरू बाइचान्स नछिरोस् भनेर हामीले सस्तोमा ल्याइदिने हो कि र अर्को कुरा के अरे प्रोग्राममा चाहिँ यो इन्ड्राइभ पठाउ गर्ने भने कामी दमाई भन्छ कि सानो सानो मान्छेहरूले मात्र चलाउँछ भन्छ कि अनि कुन ठाउँमा चलाउने कुन ठाउँमा नचलाउने भन्ने थाहा हुन्न नि त तर हुन यहाँ टुरिस्ट भएर नै महँगो पनि बढेको महँगो अब सबै टिप्स दिन थाल्यो नि त अनि अब नेपालीहरूले दिँदैन त्यो हिसाबले महँगो भइहाल्यो त पोखरा अनि हामीले इन्ड्राइभ चलाउने गाडीहरू देख्छौँ अनि को कामी आयो को दमाई आयो भन्छ हेला के तिमीले तल्लो नजरले हेर्छन्
यही लगेज चाहिँ राख्नु आँटेको यही हो हाम्रो के अरे हाम्रो चाहिँ भोलि र पर्सिको हो हुनु चाहिँ त्यो लेक भ्यू रुमको सुपर डिलक्स पेमेन्ट भइसक्यो अनि दाइलाई मैले कुरा पनि गरेको थिएँ वाट्सएपमा कुरा गरेको थिएँ कि हामी चाहिँ आज खानु जान्छौँ हाम्रो लगेज चाहिँ राखिदिनु भनेर त्यो लगेज राखिदिनु भनेर मिल्छ तपाईँले आउनु भन्नुभएको कि जानु भन्नुभएको नि हामीले बुझेनौँ गन्तव्य नि है धन्यवाद समस्या एकछिन धन्यवाद यस्तो स्कर्पियो तर राम्रो देखिरहेको कि रातो ओठ पनि रातो चस्मा यत्तिकै यो गाडी चाहिँ हामीले छुट्टाएको गाडी ठेकेदार राख्नु भएको छ यहाँ 7 जना बज्दा हामी खाजा खाएर पर्खिमै खाजा खाएर ल बस चढ्ने अड्छ धेरै पनि नबस्नु गाह्रो हुन्छ थाहै छैन गाई यता पनि गरिदिनु न म यता पनि छेउमा छ होला म ढोकाल्छु ए उहाँहरू नेपाली बोल्नु भएको हाम्रो साथी एप्पल खाने भनेर एप्पल किनेर धुन जानुभएको छ आन्टीले भिडियो हुनुहुन्छ हाम्रो एप्पल नाम के छ आन्टी हाँस्नु भयो पढायो मेरो हाँसेको यस्तो फास्ट चलाउँदै हुन्छ नि यस्तो फास्ट चाहिँ लास्टै फास्ट भएर सिटहरू खाएर सफा चाहिँ थाहा भएन लाइक हाम्रो नर्मल केटिएम बसलाई सिट चाहिँ मोडिफाई गरेर जस्तो जस्तोसम्म अनि अर्को कुरा चाहिँ के कुरा भन्दा है ए हामीले बस चढेको कारण चाहिँ खाजा खानुमा रोक्नुहुन्छ अरे बिचमा अनि जिपको चाहिँ हामीलाई 715 रुपियाँ भन्नुभयो 8 जना चढ्यो भने चाहिँ 650 भन्नुभयो अनि तर ए हुन्छ के माथि धेरै खाइदियो देखाएको मैले रेस्टुरेन्टमा के को माथि त्यो पोर्क यो जिपमा त्यस्तो भयो अनि हामीले यहाँ 450 को बस चढ्दैछ खाना कति हो खानु धेरै ओपन धेरै मुख छैन नि त्यहाँ पैसा कसरी भन्नु ओलिएर भन्छ हामी धेरै महँगो खाने जाँदै हुने बाटो कुन होटेल तपाईँको भोलिको आगामी सुरुको होटेल तपाईँले घरबाट तपाईँको 15-20 मिनट पुग्नुहुन्छ क्या ए यो चाहिँ कहाँ जान्छ यो गाडी चाहिँ यो चाहिँ त्यो बेकार भन्ने हुन्छ तपाईँको 2:30 बजीतिर पुग्दैन हाई भर्खर सुरु भयो ए हो इट लुक्स सो गुड मेरो ब्याग आइरहेको
भाइब चाहिँ यस्तै हो भिडियो सुट भयो भात आयो मकवान बन्यो क्या चिकन तिमीलाई मलाई चम्चा छ मलाई पनि लिएर आइदिनु न चम्चा र काँटा छैन नि मेरो हातै खाने हातले खाने मिल्दैन यहाँ ए हो नि त है चिकन क्योपिज $150 को प्लास्टिक के भन्छ अरे नाफा 140 रुपियाँ 10 रुपियाँ प्लास्टिक नाफा 140 रुपियाँ होला भन्छ हामी चाहिँ तर ठिकै छ यता मम्मीलाई 10 मिनट हिँड्यो उसलाई अझै 15 मिनट छ भनेर जामा खिचिन्छ त्यो कि तैँले क्रिस मुभीको जादु छ नि हेर होइन क्रिस मुभी अघि होटेलको अङ्कलले भन्नुभएको होटल शेर्पामा आइपुग्यो तर हाम्रो होटेल चाहिँ मेसरुम हो आयो मेसरुम चाहिँ टाढा नै रहेछ मलाई थाहा नहोला त्यो बिचमा मेसरुम गेस्ट हाउस अझै माथि हो देख्नु भएको मेसरुम अलिक माथि जानुपर्छ धेरै जानुपर्छ धेरै पर्दैन अब त्यो फटाफट हेर्न 10 मिनटमा पुग्छ हजुर देखेन हजुर मोटो दिदी थाहा भएन भन्नुपर्ने छ देखेन भनेको साँच्चै जस्तो छ हामीले हाम्रो कोही छैन हल्का हल्का हुस्सु चाहिँ गरेर हामीले हटाइरहेछौँ फेरि फु गर्दा त तिमी देखेन वान गइरहेको गान्द्रोको यात्रा झन्डै गएको मेसरुम त लेखाइरहेछ ल छिटो बाबा यहाँ ए यहाँ हो कि यहाँ हो त यो घर होला नि यो त मान्छे भन्नु त नि झन्डै हामी आइपुग्यौँ मेसरुम यस्ता हाम्रो ए त्यही आफ्नो प्यारेन्ट्स होइन स्टुडेन्टको प्यारेन्ट्स अब मलाई चाहिँ के हुँदो रहेछ ताल चलाउनु भएको त आन्टी अङ्कल कहाँ हुनुहुन्छ होला त रेस्टरुम माथि होला हाम्रो प्यारेन्ट्सको फोन उठाउँदैछन् हाम्रो नानी टिचर हुनुको पिरा छुट्दैछ टिकटक बनाउँदा कुन चाहिँ हुन्छ भन्नुभएको आइज है माथि कुन चाहिँ हुन्छ सोध्नु भयो छान्नुपर्ने कुनमा छान्नुपर्ने एउटा फर्स्ट रुम अनि उता सेकेन्ड रुम चुज गर्नुपर्ने सेकेन्ड रुम कुन्नाको रुम चाहिँ हुँदैन कुन्नाको रुम चाहिँ अर्कै हो मान्छे हिँड्ने बाटो भन्दा यतै फेरि 3जनाको रहेछ है रेट अर्कै हुन्छ है प्याकेज भन्नु हो प्याकेज हो कि हजुर हाम्रो फोनमा 1500 भन्नुभएको थियो प्याकेज भए हुन्छ सबै ए एउटै हो हामी यहाँ बस्छ हुन्छ हामी यहाँ बस्छौँ धन्यवाद
टाढा हाम्रो रुम चाहिँ रहेको छ। तिनटै भए पनि प्याकेजमा भनेपछि चाहिँ प्राइस सेम हो भन्नुभयो है उहाँले। त्यही भएर हामी चाहिँ त्यसो भए कुन्नाकै रुम लिन्छौँ। अब सेफ पनि हुन्छ नि त। टोइलेट चाहिँ यस्तो छ। बत्ती छैन क्या हो? बत्ती कता छ टोइलेटको? टोइलेटको बत्ती उज्याल्छ हौ यहाँ त। हामीले फुकेको यहाँ भइरह है। फेरि फुक 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 खै मैले फुक्छु त्यहाँ हाम्रो बहिनी। चिनी लाएर चाहिँ फेरि प्यान्टको मेस रुम। I'm going to take a shower after this. सिजन चाहिँ कुन महिना हो? धेरै मान्छे आउने सिजन चाहिँ कुन महिना? यही हो। यही हो? ए हो र? कस्तो अन्त चाहिँ ओल्ड भिलेज चाहिँ राम्रो छ अरे। तर ओल्ड भिलेज चाहिँ यतापट्टि। तर हामी चाहिँ यहाँ माउन्टेन देखेर हामी जहाँ माउन्टेन छौँ त्यतै ट्यामी Go. Three. Okay, they click photo. We click photo. We both done. मलाई थाहा होला है कुन कुन माउन्टेनमा भन्ने। बाबु यसरी जाने रहेछ गुरुङ कटेज चाहिँ। हाम्रो त वर्थित त एकैछिनमा वर्थित भयो तपाईँ। यो मौसम भन्ने चिज त नेचरको पावर थाहा भयो है आज। ए हस् हुन्छ। ब्रिज चाहिँ देखाएको थिएँ मैले। तल पो रहेछ अझै। अब नभए धन्न आज सकायो माथि। त्यसको त पर्सनल कलर रहेछ नि त। अगाडि राम्रो छ। कस्तो देखिन हाम्रो गुरुङ कटेज खोज्दै आएको तलै रहेछ। तलै रहेछ यसकै तल छ अरे। सबसे राम्रो त्यही भन्छ। तर त्यहाँ चाहिँ रुम पाउँछ कि पाउँदैन थाहा छैन। तर त्यहाँ चाहिँ सबसे राम्रो। यता छ गुरुङ घाटे। हाम्रो साथीहरु गएको छ क्या दुईटा। हजुर त्यो चाहिँ चलेको। हामी पोखरा। हजुर पोखरा पछि भइसक्यौँ। हामी पनि बुझौँ न अङ्कलहरू जस्तो गरेर पाउँछ कि पाउँदैन भनेर यत्तिकै के हामी त नबस्ने कि त्यहाँ हामी एकदम सेवा भइसक्यो। त्यही भएर तर हामी यसो बुझ्छौँ पछिको लागि। हाम्रो भ्युवर्सको लागि मेरो 222 सब्सक्राइबरहरूको लागि। बाटो चौँतिसम्म थियो। ए यस्तो धेरै तेस्रो परेन हामी नदेखेको। ब्रिज चाहिँ देखेँ मैले। यस्तो गाह्रो रहेछ जानुलाई। यस्तो रेलीबाट जानुपर्ने रहेछ। ल हामी उहाँहरूसँग यहाँ त हो रहेछ साँच्चीकै चलेकै।
भेट्यो रुम भेट्यो हाम्रो त थियो रुम ए थियो हजुर हजुरहरूको के भयो के भन्नुभयो हुँदो रहेछ यहाँ आएर चाहिँ गर्नुपर्ने रहेछ है फोन चाहिँ नउठाउनु हुँदो रहेछ कति भन्नु रहेछ कति भन्नु रहेछ पर पर्सन 2500 तिम्रो कति हाम्रो 2000 यस्तै हो तल गएर तर हाम्रो तल हो नि त त्यही भएर होला तल 2000 यसमा चाहिँ 2500 यहाँ चाहिँ भ्यू देखिने भएर महँगो भयो होला चलेको भएर अर्को रहेछ ए 4 जनाकै भयो एकजनाको पछि चाहिँ खाना बेलुकाको खाना अनि बिहान ठिकै हो है चलेको ठाउँमा ए मैले बुझ्नु खोजेको चाहिँ के अरे ड्रेस लाउनुलाई कति बजी आउनुपर्छ भोलि आउनु पर्यो भनेर भोलि 8:30 पछि 8:30 पछि आयो भने चाहिँ ड्रेस लाउनु पर्छ त्यो कुन त्यो नेवारी ड्रेस देखाएको त्यो चाहिँ उहाँहरूको आफ्नै है लाउनु भएको गुरुङ ड्रेस मात्रै है गुरुङ ड्रेस कुन चाहिँ तपाईँले फोनै उठाउनु रहेछ कि आएर मात्रै प्याक गर्नुपर्ने हो फोन त गरेको फोन उठाउनु फोन लिने यहाँको ओनर चाहिँ अलिक पोखरा हुनुहुन्छ बिजी हुनुहुन्छ कि नभए चाहिँ केबाट बुकिङ गर्छ मान्छेहरू आएरै गर्छ फोन उठाउनु भएन भने फोनबाटै फोन मेसेजबाट गर्न मिल्छ तर यो पालि चाहिँ यस्तो भएको है साथीको भेट आएछ त मेसेजबाट मेसेज गर्ने यति पर्सेन्ट भन्ने कन्फर्म गरेपछि अनि हुने हो खासमा चाहिँ तर यो अहिले चाहिँ बेस्ट आउनु पर्ने जस्तो भएको रुम चाहिँ छ अहिले पनि अहिले चाहिँ अहिले ठ्याक्कै हस् धन्यवाद पैसा नै सोधिदिनु कति रुपियाँ भनेर ड्रेस लगाएको 300 रुपियाँ एकजना एकजना 300 रुपियाँ कति कस्तो मिनेट लाउनुपर्छ भन्ने हुन्छ कति मिनटसम्म लाउने 20-25 मिनट लास्ट 30 मिनट ए हो हस् 8:30 यतै फर्किन्थ्यो ग्लास भए पनि हुन्छ त अन त्यहाँ छ अन ए हुन्छ हुन्छ मन तातो नि भयो होइन ठिक छ एस्ट्रम गेस्ट हाउस म भए त मैले त